guys, so welcome to my another video. आज बिहानको ड्युटी ब्रेकफास्टमा आज दाइ आउनु भएको छैन, त्यही भएर हेर्नु यही हो होटल काम गर्ने, आज ब्रेकफास्टमा काम गर्ने। ल हेर्दै जानु त म पछि हजुरलाई कस्तो के सो तपाईहरुले देखिसक्नु भएको छ म किचनमा इन्टर गरिसकेछु। अब यहाँ अब आफ्नो काम गर्नु पर्यो। टक्क लाएर आफ्नो काम गर्ने, यताउति त्यही छ। Yes, yes. So hello guys, तपाईहरुले देखिसक्नु भएको छ यहाँ हाम्रो सामान रेडी भइसकेछ। यता नि अब फ्रेश हुनु पर्यो हल्का। सो अब फ्रेश भएर पनि आइयो हल्का। अब ड्रेस लगाम र अर्डरको वेटमा बसौँ है। आफ्नो त बिर्सिएछ गाइस, के गर्ने, अर्कैको लगाइरहेको छु चोरेर, पछि लिएर आउँछु आफ्नो। सो गाइस अब हामीलाई यही बनाउनु पर्ने रहेछ। हिजो एउटा दाइले अर्डर दिनुभएको छ, बिहान आउने डिजर्ट काम गर्नुहुन्छ, बिहान आउनुहुन्छ, त्यही दाइले भन्नुभएको छ यही डिजर्ट बनाएर मिक्स गरेर राखिदिने अरे, भोलि उहाँ आएर पकाउनुहुन्छ। हेर्नु यस्तो हुन्छ। अरू नि छ यहाँ 5-6 वटा डिजर्ट छ। गाइस अब डिजर्ट बनाउनु पर्यो। यो काटेर यसको पेस्ट बनाउनु पर्यो। 900 ग्राम पेस्ट चाहियो यसको पानी। ल काटेर अनि त्यसपछि हेरौँ ल है। गाइस हाम्रो पहिलो अर्डर आइसकेछ, रोटी। गाइस त्यो ब्रेकफास्ट दिएपछि अब हामी पनि अब आफ्नो काम पनि गरौँ होइन है। अब यसमा नापेर अनि मिक्स गरेपछि अनि त्यसपछि एकछिन हिट गरेपछि अनि यो अनि त्यसपछि यो हाल्ने अन्डा र ब्राउन सुगर हालेपछि रेडी। सो गाइस तपाईहरुले देख्न सक्नुहुन्छ हाम्रो यो जति जे अघि देखाएको थिएँ हजुरहरूलाई, यो छ सबै त्यो यसमा छ। बाँकी यो दुईटा छोडेर पछि यो अर्को यसमा नापेर अनि बल्ल मिक्स गर्ने। सो यसलाई राम्रोसित चलाएर राम्रोसित मिक्स गरेर अनि यसलाई थोरै लगभग 10-15 मिनट जति लो फ्लेममा पुरा बिस्तारै गरेर पकाउनु पर्छ यसलाई। ल अहिले पकिसकेपछि अनि हजुरहरूलाई देखाउँछु है गाइस। सो गाइस तपाईहरुले देख्न सक्नुहुन्छ यहाँ हाम्रो डिजर्ट रेडी भइसकेछ। अब यसलाई फ्रिजमा हाल्ने, अब भोलितिर यस्तै गरेर यस्तै राखेर अनि यस्तै पकाउने, अनि पकाएर अनि टक्क यहाँ छ यसरी राख्ने। अब अर्डर आयो भने एउटा निकाल्ने, चिनी हाल्ने, अलिअलि पोल्ने,
गाइज अब खाना पनि पकाउनु पर्यो हैन, खाना पनि खानु पर्यो। सो आज हेर्नु माछा र झिँगा माछा प्रोन पकाउन गइरहेको छु। ल तपाईहरु पनि हेर्नु होला। ल कस्तो हाम्रो पकाउने स्टाइल गाइस सर एउटैमा हालेर प्याज लसुन अनि टमाटर एउटैमा सब हाल्ने। के साथ अनि यहाँ छ हाम्रो माछाको मसाला। सो तपाईहरुले हेर्न सक्नुहुन्छ हाम्रो पानी पनि उम्लिसक्यो। अब यसमा टक्क यो राखौँ हैन, ग्राइन्डर सब हाल्यो यसरी गरेर टक्क एकछिन यसलाई पनि पाक्न दिउँ। 5 मिनटपछि फेरि हेर आफ्टर फिश करी रेडी, 5 मिनट में रेडी। वाओ यम्मी। Hello guys, hello, like, share, subscribe.